को चुनावमा त विदेशमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूले पनि भोट पाउने गर्छु। म धेरै कुराहरूको चाहिँ उस गर्दिनँ, बाचा गर्दिनँ। अब जे पर्छ त्यही गर्दै जाउँला, बाचा गर्दै जाउँला, भन्दै जाउँला। एउटा त्यो कुरा गर्छु। विदेशमा बस्ने नेपालीहरूले पनि अब एउटा बाध्यतावश विदेशमा गएर को चाहिँ रहरले विदेशमा गएर बसेको छ यहाँ, बाध्य भएर त गएको हो त। अनि उनीहरूले त देशलाई त पैसा त पठाइरहेको छ त, देश त धानेको छ त। उनीहरूको पैसाले देश धान्ने अनि उनीहरूलाई चाहिँ भोट दिन पाउने बनाउनु पर्छ भन्दाखेरि खुट्टा तान्ने। यही ठुलो राजनीतिक दलका नेताहरू हो खुट्टा तान्ने। किन थाहा छैन? अनुमान के गर्न सकिन्छ भने विदेशमा बस्ने नेपालीहरूलाई पनि भोट दिने व्यवस्था गर्यो भने हामीलाई भोट आउँदैन कि भनेर शङ्का लाग्यो होला।